अपराधी भनेर लिन आउँछन् भने जेनजी आन्दोलनको नेतृत्व गर्ने मान्छे पनि अपराधी हो। सरकारको नेतृत्व लिँदाखेरि त्यो सरकारको अन्डरमा गोली लाग्दा सरकार गलत हुन्छ, सरकार अपराधी हुन्छ भने जसले जेनजी आन्दोलनको नेतृत्व ल्याएको छ नि त्यो अपराधी हो होइन त? उनीहरूको हिसाबले हो कि होइन? सिंहदरबार चलेको पनि अपराध उनीहरूकै हो, सर्वोच्च चले अपराध पनि उनीहरूको। ठिक छ, हाम्रा बाला अपराधी भनेर लिन आउँछन् भने जेनजी आन्दोलनको नेतृत्व गर्ने मान्छे पनि अपराधी हो। मैले फिल गरेको यस्तो झोलेहरू रहेछन् दाइ, यिनीहरूलाई केही भनेर पनि चल्दैन, नेपाल बन्दैन दाइ यो पाराले। यिनीहरू सब झोले हो, नत्र बुढो मान्छेहरू मात्रै झोले होलान् भनेको होइन। त्यो 18-19 वर्षको केटी है, द्याट गर्ल त्यहाँनिर मेन मेरो अगेन्स्टमा बोल्ने त्यही मान्छे थियो कि दाइ। आई डोन्ट इभन थिङ्क त्यो दिदीले के भन्छ अरे आफ्नै इच्छाले नेकपा एमालेको उ गर्दै हिँड्रहेछ, आमा बाउले सिकाइदियो त्यही गर्दै हिँड्रहेछ। मलाई त्यहाँनिर गरेर के हुन्छ त्यो दिदीलाई। ल नो वरिज बहिनी, ल ठिक छ, ल थ्याङ्क यू सो मच, टेक केयर।